नमस्कार, म धादी गान्जा फ्रेस हाउसबाट बोलिरहेको छु। ल मैले टाउको टक्क काटेको छु, हेर्नु होला। टक्क जाडोमा टक्क टाउको सुप च्याट्ट पारेर खानुपर्छ होइन। टाउको झोल सराप सराप भातसँग खाँदा एकदम टेस्टी मिठो हुन्छ। एकदम आउनु होला धादी गान्जा फ्रेस हाउसमा भिजिट गर्नु होला। धादी गान्जाको पसलमा आउनको लागि जोरपाटी चौधरी सर 250 मिटर अगाडि छ धादी गान्जा फ्रेस हाउस छारी क्लब भन्ने ठाउँमा छ। यहाँ आएर टक्क भिजिट गरेर लिएर जान सक्नुहुन्छ। मासु, खसीको टाउको, खुट्टा होइन, आन्द्रा भुँडी, माछा, ताजा ताजा माछा, कुखुरा ताजा, अन्डा, ससेज जे चाहिएमा पनि धादी गान्जा चौधरी सर 250 मिटर अगाडि छ। यहाँ आएर भिजिट गरेर लिएर जान सक्नुहुन्छ। साथै म नम्बर पनि राखिदिएको हुन्छु, नम्बरमा फोन गरेर आउनु पनि सक्नुहुन्छ है त। धन्यवाद।